नमस्कार साथीहरु, नमस्कार नमस्कार। अहिले हामी महेन्द्र गुफाभित्र प्रवेश गर्दैछौँ साथीहरु। यो महेन्द्र गुफा हो, हेर्नुहोस्। यो महेन्द्र गुफाभित्र जाँदैछौँ। हेर्नुहोस् साथीहरु, बत्ती बाला जलाइरहेको छ। महेन्द्र गुफा हो यो। यो महेन्द्र गुफा हेर्नुहोस्। महेन्द्र गुफा हेर्नुहोस्। यस्तो त हाम्रो हाउते वार्ड पनि छ हजुर। धर्मद्वार बाहिर निस्किने द्वार, धर्मद्वार यताबाट बाहिर निस्किने 35 मिटर लामो छ। यहाँबाट जान बाहिर हाम्रो यतापट्टि एउटा गेट छ, यता एउटा गेट छ। एक्जिट गेट हो, उतापट्टि प्रवेशद्वारको गेट छ। बत्ती छैन त। थोरै अगाडि बढ्ने बित्तिकै बाहिरको उज्यालो आउँछ। हामीले अलि टुरिस्टहरूलाई माने एडभेन्चर पनि देखाएको जाने ठाउँ छ नि त्यताबाट, जानै मिल्छ। जाउँ त। अनि त मन्दिर दर्शन गरेर अलि यताबाट फर्किने। ल हेर्नुहोस्, यहाँ भित्र छ, हेर्नुहोस्। खै साहब एकछिन यो मलाई देखाउनु न एकछिन। हेर्नुहोस् साहब, यस्तै हाम्रोतिर पनि यस्तै गुफाहरू छन्। हामी कर्णाली हेर्नुहोस्, कर्णालीबाट महेन्द्र गुफा श्री कृष्ण गोविन्द हरे हजुरको सबैको वासस्थान छ। यहाँ 250 मिटर भित्र सुरुङ छ। कति रे? 250 मिटर। 200 मिटर भित्र हजुर जानमा म पुगेको छु। अलिकति अप्ठ्यारो छ। यस्तै हाम्रो ठाउँतिर पनि छ, यस्तै छ हाम्रो ठाउँतिर पनि। भित्र चमेराहरू अनि ऊ पनि होला होइन, दुम्सीहरू पनि पाउँछ कि पाउँदैन? दुम्सीहरू हेर्ने हाम्रोतिर त यस्तो हुन्छ, हाम्रोतिर पनि। हेर्नुहोस् त, चमेरा मान्छेलाई त केही गर्दैनन्। अफ्रिकाको चमेरा अधिकारी छ। ल हेर्नुहोस् त, यतासम्म रहेछ। अनि हजुरको नाम, शुभ नाम के होला? माधव प्रसाद अधिकारी। अधिकारी। घर चाहिँ यहाँ पोखरामै हो हजुर? हजुरहरूको हाम्रो मुगुतिर यस्ता, तर हाम्रो मुगुतिर पनि यस्ता उसँहरू गुफाहरू छन्। हेर्नुहोस्, सरकारले केही पनि व्यवस्था गर्न सकेको छैन। हेर्नुहोस्, हाम्रो मुगुमा पनि यस्तो गुफाहरू छन्, तर सरकारले केही पनि गर्न सकेको छैन। हेर्नुहोस्, यहाँ हेर्नुहोस्। रारातालको जिल्लाका मान्छे हो हामी पनि। हेर्नुहोस् हजुर, यो अन्तिम हो यो। हजुर, यता पवित्र जलहरू भित्र बगिरहेका छन्। यता जल स्नान गर्ने ठाउँ जलकुण्ड, पवित्र जलहरू भित्र बगिरहेका छन्। यहाँबाट निकाल्नै मिल्छ, निकाल्नै सक्नुहुन्छ। यो के रे यो? जय भगवान। यो के महेन्द्र गुफा होइन? यो महेन्द्र गुफा अथवा ऊ भन्छलाई के भन्छ भने महेन्द्र गुफाको तपाईँको यो मन्दिर हो। हेर्नु भित्रैबाट हामी यहाँ गुरुले हामीलाई जल दिँदै हुनुहुन्छ। त्यही कारणले हामीले एउटा पवित्र जलकुण्ड। ल लिनुहोस्, यस्तो पवित्र जलहरू लिनुहोस्।